आईसीसी लिग 2 प्रतियोगिताका दुईवटा संस्करणहरू नेपालको टियु क्रिकेट ग्राउन्डमा आयोजना हुँदैछ। यी मध्येको पहिलो संस्करण नेपाल युएई र ओमनको बीचमा हुनेछ भने दोस्रो संस्करण नेपाल युएसए र स्कटल्यान्डको विरुद्धमा हुनेछ। नेपाल आईसीसी लिग 2 प्रतियोगिताको तालिकाको अन्तिमबाट दोस्रो स्थानमा छ, अर्थात् 7औं स्थानमा छ। जम्मा 8वटा टोलीहरूले यसमा सहभागिता जनाएका छन् भने 20 खेल खेलिसकेको नेपालले अब आउने 16 खेलमा प्राय सबै खेलहरूमा जित दर्ता गर्न सकेमा मात्र विश्वकपमा पुग्नेछ र ओडिआई मान्यता पनि बचाउन सक्नेछ। शीर्ष 4वटा टोलीहरू विश्वकप खेल्न जानेछन् भने शीर्ष 6 टोलीले ओडिआई मान्यता बचाउनेछन्। योभन्दा अगाडिको जस्तो नेपालले 12 खेलमा 11वटा जित निकाल्दै ओडिआई मान्यता बचाएको कुरा त तपाईहरुलाई थाहा छँदैछ। त्यस्तो इतिहास पल्टाउन सक्ला त नेपालले? तपाईहरुलाई के लाग्छ? म्याचहरू कहिले हुन्छन् भन्ने कुरा तपाईहरुलाई थाहा छँदैछ होला, नत्र भने अर्को भिडियोमा चर्चा गरौँला। नेपालले फाइनल मोमेन्टमा गएर जहिले पनि हार बेहोरेको कुरा तपाईहरुलाई थाहा छँदैछ। यदि नेपालले त्यस्तो गर्यो भने नपत्याइ